यहाँ चाहिँ गोडा धुने काम भइरहेको छ गाइस। हिन्दू धर्मको अनि नेपालीको एउटा महान बिहा हुन्छ यो गोडा धुरा दिएको एकदम राम्रो हुन्छ है र परम्परा अनुसार एकदम बिहा हुने गर्छ। नेपालीको गोडा धुरा दिएको एकदमै शुभ बिहा मानिन्छ है र आज हाम्रो राधिका दिदीको बिहा हुँदैछ अनि यहाँ गोडा धुने काम भइरहेको छ तपाईले हेर्न सक्नुहुन्छ र हामीको नेपालीको यही हो सबैभन्दा ठुलो एउटा कन्यादान दिने चलन छ र एकदमै राम्रो तरिकाले फ्यामिलीबाट बिहा हुँदैछ आज र यहाँ बेहुलीको आमा हुनुहुन्छ भने यहाँ बाबा हुनुहुन्छ अनि टिका लाउने गोडा धुने काम भइ नै रहेको छ कन्टिन्यू चलि नै रहेको छ। गोडा धुने काम भइरहेको छ। र यो भिडियो अलिकति लामो हुन सक्छ सबैजनाले होइन हेर्नुहोला किनकि एकदमै टाइम होइन तपाईँलाई देखाइदिन सक्छु म। यहाँनिर हाम्रो बेहुलीको नाम होइन प्रसाद यहाँनिर एकदमै चलिरहेको छ है। बाबा आमाले दिनुहुन्छ अहिले चाहिँ बेहुलीको बुबा आमाले एकदमै गोडा धुने काम भइरहेको छ। यहाँ त कपिराइट खान्छ त कहाँबाट लाग्छ म बादमा भइसकेर गरिहाल्छु। होइन हाम्रो भिडियो कपिराइट होला ए हाम्रो भिडियो कपिराइट होला ए मेरो त एउटा छैन मेरो फोनमा निकाल्न लगाएको मेरो फोनमा एउटा छैन भाइलाई निकाल्न लाग्यो मैले दिएको उपाय लेफ्ट बाटो एउटै
चल्दैछ होला नि हाम्रो